सुनसरी जिल्ला समन्वय समितिको कार्यालय सुनसरीको सुशासन व्यवस्था ठिक नभएको सुनसरी जिल्लावासीको गुनासो रहेको छ। जिल्ला समन्वय समितिका प्रमुख राजन मेहतालाई जिल्लाका महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागी भएको देखिन्छ। आम नागरिकको चासो र गुनासोको आधारमा यो कुरालाई बहसको विषयको रूपमा लिन सकिन्छ। जिल्ला समन्वय समितिको प्रमुखले पार्टीगत कार्यमा देखाएको चुस्त दुरुस्ततासँग कुनै दिक्कत छैन। दिक्कत छ भने यस कुरामा छ कि नेतृत्व गरेको जिल्ला समन्वय समितिले जनताका लागि के गर्दैछ, विगत 2.5 वर्षको कार्यकालमा के कस्ता कार्य गरेका छन्, कार्यालयका वार्षिक प्रतिवेदनहरू किन प्रकाशन हुँदैनन्, जनताले थाहा पाउने गरी समयमा नै सम्पन्न गरेका कामका विवरणहरू प्रकाशन एवं प्रसार वेबसाइट मार्फत किन हुँदैन, यावत विषयमा चुस्त दुरुस्तता नभएको कुरामा दिगदारी एवं जनताको नैराश्यता छ। जिल्ला समन्वय समिति राम्रोसँग सञ्चालन होस् भनेर कानुनी रूपमै 11 सदस्य जनप्रतिनिधिहरूको टिम रहेको छ भने करिब त्यति नै सङ्ख्या गरी करिब 22 जनाले सरकारी सुविधा कानुन बमोजिम लिइरहेको देखिन्छ। जिल्ला समन्वय समितिको प्रमुखलाई एउटा नासु सरकको स्वीकीय सचिवको पनि दरबन्दी व्यवस्था गरेको छ। यसका साथै जिल्ला समन्वय समितिको प्रमुखलाई एउटा स्कर्पियो शानदार गाडीको व्यवस्था गरेको छ। यति धेरै रकम राष्ट्रको लगानी हुँदाहुँदै पनि कार्य सम्पादनमा गरेको प्रगति नदेखिनु आफैमा सुशासनको अवस्था कति दयनीय रहेछ भन्ने कुरा आकलन गर्न सकिन्छ। पदाधिकारी र कर्मचारी गरी 22 जना रहेको यस कार्यालयमा करोडौँ रुपैयाँ तलब भत्ता एवं सेवा सुविधा मात्रै खर्च हुने गरेको साथै सार्वजनिक महत्त्व एवं काम पनि नभएकोले यसलाई खारेज गरिदिए राम्रो हुन्थ्यो भन्ने कुरा आम जनताले महसुस गर्दछ। अहिले भाइरल बनेको कुलमान घिसिङले कार्य सम्पादन मूल्याङ्कन ढिलो बुझाउँदा ऊर्जा मन्त्रालयले 0 अङ्क दिएको कुरा सर्वविदितै छ होला। यहाँ जिल्ला समन्वय समिति सुनसरीमा कामको प्रतिवेदन बजेट के रहेको छ, जिल्ला स्थित कुन ठाउँमा के काम भइरहेको लगायतका जानकारी वेबसाइट मार्फत सूचना एवं जानकारी नदिनेलाई मूल्याङ्कनको दायरामा ल्याउने कि नल्याउने अर्को बहसको विषय हुन सक्छ।